नमस्कार। नेपालमा 2083 सालको बजेट प्रस्तुत भइसकेको छ। आर्थिक वर्ष 83-84 का लागि बजेट। यो भिडियोमा हामीले जेनरल पाटोहरू प्रस्तुत गर्नेछौँ भने डिटेल पाटोहरू आउँदा भिडियोहरूमा पक्कै पनि आउने नै छन्। अब विशेष गरी हामीले यहाँ चाहिँ बजेटमा भन्दा पनि आर्थिक ऐनमा फोकस गरेका छौँ, किनकि आर्थिक ऐनले चाहिँ करका दरहरू र नयाँ करहरू, पुराना करहरू सबै पाटोमा समायोजन गर्छ। त्यो भएर जस्तै आर्थिक ऐन 2083, आर्थिक विधेयक भनौँ, अहिले त ऐन भइसकेको छैन। आर्थिक विधेयक 2083, त्यो विधेयकमा जम्मा जम्मी 59वटा दफा छन्। अघिल्लो वर्षको हेर्ने हो भने गत वर्षमा झन्डै 250 पेज को थियो। लगभग 38-39वटा दफा थिए भने योपालि दफाहरू पनि बढाएका छन्, पेजहरू पनि बढाएका छन्। अनुसूचीहरू अघिल्लो पालि 5वटा थियो भने योपालि 11वटा पुगेका छन्। अब तत्काल प्रभावमा आउने भनेका यिनीहरू हुन्। अब सामान्यतया बुझ्दाखेरि आयकर रिलेटेड प्रावधानहरू नयाँ आर्थिक वर्षदेखि सुरु हुन्छ, साउन 1 गतेदेखि लागू हुन्छ भने बाँकी भन्सारका, भ्याटका, अन्तशुल्क लगायतका यिनीहरूका प्रावधानहरू चाहिँ तत्कालै लागू हुने दफाहरूमा पर्दछ। अब त्यस्तै योपालि सरकारले बजेट मार्फत यो 4टा नयाँ करहरू थपेको देखिन्छ। एउटा अ, यो स्किल प्रमोसन, सिपको प्रवर्धन गर्नका लागि एउटा शुल्क ल्याएको छ। अनि शिक्षामा एउटा शिक्षा समता शुल्क ल्याएको छ। त्यस्तै स्वास्थ्यमा पनि त्यसै गरी त्यही दरको, त्यही 3%को स्वास्थ्य समता कर ल्याएको छ भने त्यस्तै स्वच्छ ऊर्जा प्रवर्धनका लागि एउटा लिएर आएको छ, जुन चाहिँ यो विद्युतीय सवारीहरूमा लगाएको छ। अनि त्यस्तै अर्को एउटा पनि छ, स्थानीय उत्पादनलाई प्रवर्धन गर्नका लागि पनि लिएर आएको छ, जुन चाहिँ नेपालमै उत्पादन भइरहने चिजहरू, जस्तै गरी दुग्ध चिजहरू, दुग्ध उत्पादनहरू, कफी अनि चिया लगायतका पाटोहरू, यस्तो चिज चाहिँ विदेशबाट आयात गर्दाखेरि चाहिँ नयाँ ट्याक्स एउटा लिएर आएको छ, जसले चाहिँ जसको अगेन्स्टमा चाहिँ लोकल प्रोडक्टलाई प्रमोसन गर्न सकियोस्। अनि छुटहरू, त्यस्तै छुटहरू पनि आएको छ। छुटहरू अलिक फरक फरक तरिकाले आएको छ योपालि। छुटमा चाहिँ नयाँपन कस्तो देखिएको छ भने जति आफ्नो कर दायित्व हुन्छ त्यसमा 1% थपेर तिर्दाखेरि बाँकीहरू सबै मिना हुने गरेको आएको छ। अनि सँगसँगै अर्को पनि पाटो के आएको छ भने जसले चाहिँ अहिलेसम्म प्यान लिएर आफ्नो विवरणहरू दाखिला गर्नु भएको छैन, उहाँहरूले यदि यो छुटको अवसरमा छुट लिएर आफूलाई एक्टिभ गराउनुहुन्न, लाइभ गराउनुहुन्न भने उहाँहरूको चाहिँ दर्तै खारेज गर्ने भन्नेसम्मको आएको छ। यस्ता चिज चाहिँ अगाडिपट्टि पहिला पहिला आएका थिएनन्। अब ऐनहरू जम्मा जम्मी 6वटा ऐनहरूमा संशोधन गरेको देखिन्छ। विशेषतः अब मूल्यवृद्धि कर ऐन, भन्सार ऐन, आयकर ऐन, अन्तशुल्कको ऐन, अनि योपालि चाहिँ कम्पनी ऐन पनि छोको छ। अब वैदेशिक रोजगारमा जानेहरूबाट उठाउने 1% जस्ताको त्यस्तै राखिएको छ। अनि विदेशमा कोही अध्ययन गर्न जाँदा लाग्ने 3%लाई जस्ताको त्यस्तै राखिएको छ। अघि बढौँ। अब भ्याटमा हामीले हेर्छौँ भने भ्याटमा एउटा पाटो के देखियो भने मल्टी रेटहरू सुरु भइसक्यो। पहिलेदेखि हाम्रो नेपालमा 13% र 0% भ्याट मात्रै चलिरहेको बेलामा अब यो पालि चाहिँ 5%को नयाँ भ्याट आएको छ, जुन चाहिँ हाम्रो 50 युनिटभन्दा बढीको विद्युत खपतमा लाग्ने भएको छ 5%। अनि राइड सेयरिङवालामा 5%। अनि त्यस्तै गरी केही अब अनुसूची 1मा केही आइटमहरूको रिभिजन भएको छ। भन्सारमा राम्रै रिभिजन भएको छ। भन्सारको रिभिजनको चाहिँ मूल फोकस के छ भने नेपालमा अहिलेसम्मको प्रावधान के थियो भने कच्चा पदार्थमा चाहिँ बढी भन्सार अनि तयारी सामानमा चाहिँ कम भन्सार थियो। त्यो हुने बित्तिकै के हुन्थ्यो त भन्दा मान्छेलाई तयारी सामान ल्याउन सजिलो, कम खर्चमा आउने भयो, कम भन्सार लाग्ने भयो। अब यो सालदेखि चाहिँ त्यसलाई उल्ट्याइएको छ। त्यसलाई उल्ट्याएर कस्तो गरियो त भन्दाखेरि अब कच्चा सामग्रीमा भन्सार कम लाग्छ, तयारी सामानमा भन्सार बेसी लाग्छ। त्यो भएपछि के हुन्छ त भन्दाखेरि कच्चा व्यवसायहरूले कच्चा माल भित्र्याएर अनि त्यसलाई प्रशोधन गरेर त्यसलाई आवश्यक प्रक्रियाहरू पुरा गरेर अनि तयारी माल बनाउनेतिर लाग्नुहुन्छ। त्यो भयो भने भ्यालु एडिसनको पाटो देशमै रहन्छ, उद्यमीहरूकोमा वृद्धि हुन्छ, रोजगारीमा वृद्धि हुन्छ। यो एउटा राम्रो कदम, राम्रो काम गरेको छ सरकारले। त्यस्तै अर्को अन्तशुल्क। अन्तशुल्क यो जहाँ भ्याट लागिरहेको हुन्छ त्यहाँ अन्तशुल्क लगाइरहनु जरुरी होइन, यो हटाउनु पर्ने कर हो भन्ने कुराहरू आइरहेकै थियो। त्यसमा यहाँ के भएको छ भने 360वटा आइटममा चाहिँ अन्तशुल्क हटाइएको छ। र त्यस्तै यसमा पनि लोकल प्रोडक्सनलाई, स्थानीय उत्पादनलाई प्रमोट गर्नका लागि विदेशबाट आउने चिजहरू जुन चाहिँ नेपालमै उत्पादन गर्न सकिन्छ त्यस्तोहरूमा रेट बढाइएको पनि छ। अब पूर्वाधार विकास कर यो पेट्रोल डिजलमा लाग्दै आएको जस्ताको तस्तै छ। रोड मेन्टेनेन्स र रिपेयर फी यो पनि जस्ताको तस्तै छ। फोनको स्वामित्व शुल्क पनि जतिको त्यति। यो टिएससी सब्सक्राइबर बिलिङ यो पनि 10%को 10%। क्यासिनो रोयल्टी पनि जतिको त्यति राखेको छ। चलचित्र विकासको लागि जुन पैसा लाग्थ्यो त्यो पनि जतिको त्यति छ। अघि बढौँ।
प्रदूषण शुल्क पनि जतिको त्यति। हरित करमा विशेष गरी परिवर्तन भएको छ। हरित कर इन्ट्रोड्युस भएको भर्खर 2-3 वर्ष जस्तो हुँदैछ। अब यसको चाहिँ स्कोप बढाइएको छ। भन्सारमा जुन अरू थप करहरू लिइन्थ्यो त्यही सबैलाई समायोजन गरेर हरित करतर्फ लगिएको छ। अब विलासिता शुल्क पहिला जस्तो थियो जस्ताको तस्तै छ। खालि यसमा के गर्यो भने सुनका गहना 5 लाखभन्दा बढीको खरिदमा लाग्ने हो त्यो पाटोलाई चाहिँ विलासिता करबाट झिकिएको छ। अरू चिज जस्ताको तस्तै छ विलासिता करमा पनि। डिजिटल सर्भिस ट्याक्समा पनि केही फरक छैन विद्युतीय सेवामा। अनि रोड कन्स्ट्रक्सन निर्माण दस्तुर यसमा पनि खास केही फेरेको छैन। अनुसूचीहरू तलमाथि भएको छ, त्योभन्दा बाहेक अरू केही परिवर्तन भएको छैन। अब हाम्रो यो सालको बजेटमा आएका यी 5वटा शुल्कहरू छन्। आन्तरिक उत्पादन संरक्षण र प्रवर्धन शुल्क। यसका लागि चाहिँ नेपालमै उत्पादन हुने जुन मैले भने दुध र दुधजन्य दुध, कफी, चिया लगायतका यस्ता चिजहरू जुन कृषि उपज उत्पादनहरू हुन्छ तिनीहरू चाहिँ विदेशबाट ल्याउँदाखेरि अलिकति महँगो परोस्, स्थानीय उत्पादनले लोकल बजार पाओस् भनेर यो ल्याइएको छ। यो राम्रो इनिसिएटिभ छ। स्वच्छ पूर्वाधार लगानी शुल्क भनेको छ। यो चाहिँ विद्युतीय गाडीहरूमा लगाएको छ विशेष गरी। अर्को सिप प्रवर्धन शुल्क भनेको छ। सिप प्रवर्धन शुल्क चाहिँ गत वर्षसम्म सुनमा चाहिँ विलासिता कर थियो, त्यो विलासिता करलाई त्यसबाट सुन झिक्यो अनि चाँदी सहितलाई थपेर सुन चाँदीको बिक्रीको जुन मूल्य छ, जुन बिल छ त्यसमा लाग्ने गरी सायद 0.5% छ त्यति उठाउने गरी यो नयाँ शुल्क आएको छ। अब चाहिँ थ्रेसहोल्डको पनि कुरा आएन। गहना पसलले बिल जारी गर्दा सँगसँगै 0.5% चाहिँ उसले थप शुल्क लिनेछ। त्यस्तै शिक्षा समता शुल्क र स्वास्थ्य समस्या समता शुल्क भनेर आएको छ। यो चाहिँ समानता डेभलप गर्न भनेको छ। अब एक हिसाबमा त ठिकै हो, तर पनि स्वास्थ्य शिक्षा जुन चाहिँ अब नागरिकको यसमा नागरिकको अलिक बढी खर्च हुने शीर्षकहरू यिनै हुन्। अनि यिनीहरूमा भरपर्दो सरकारी विकल्प नहुँदै यसरी गर्न चाहिँ अलिक ठिक हुँदैन थियो कि भन्ने मेरो बुझाइ हो। अब सरकारको बुझाइ आफ्नो ठाउँमा होला। 3% लागू गरेको छ भयभरको सबै शुल्कमा। विद्यालयले लिने सबै शुल्कमा, स्वास्थ्य संस्थाले पनि बिरामीले तिराउने सबै पैसामा यो पैसा असुल नपर्ने भनेको छ। इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट ट्याक्स अघि पनि कुरा भएको थियो 10 रुपियाँ। त्यो यो सबै चिज जस्ताको तस्तै छ। अब छुटहरू योपालि 1% थपेर तिर्ने गरीको छुटहरू आएको छ। 1% जति आफ्नो कर छ करमा 1% थपेर तिर्ने, त्यो गर्यो भने भयभरका सबै जरिवाना ब्याजहरू सबै एकैचोटिमा कोल्याप्स हुने गरेको छ। अनि अघि पनि भने मैले यो पालि चाहिँ जसले छुटको सुविधा लिँदैन उसको चाहिँ दर्ता नै खारेज हुन्छ। भन्सारमा पनि पोस्ट क्लियरेन्स अफ वेवर दिएको छ। अब आयकरमा सबभन्दा ठुलो दफा 57मा धेरै अघिदेखि माग भइरहेको एउटा कुरा आएको छ। मृत्युपछि सेयर हस्तान्तरण भएको केसमा दफा 57 नलाग्ने भएको छ। त्यस्तै अर्को होल्डिङ कम्पनीमा ओनरसिप चेन्ज हुँदाखेरि दफा 57 लागेको केसमा त्यो कारणले सब्सिडियरीमा चाहिँ नलाग्ने भएको छ। यो राम्रै ठुलै राहत आएको छ। अब त्यस्तै आइटीको एक्सपोर्टमा आइटी जसले एक्सपोर्ट गर्छ उसलाई ट्याक्स आदि मात्रै लाग्ने भएको छ। र आइटी सेक्टरमा कसैले स्वेट इक्विटी पाउँछ भने उसको त्यो रोजगारी आयमा हिसाब गर्न पर्दैन, 100% एक्जिम भन्ने आएको छ। कृषिको प्रशोधन उद्योग कसैले लाउँछ भने 10 वर्षसम्म इन्कम ट्याक्स नलाग्ने भन्ने आएको छ। सिनेमा हल मेट्रो र सब मेट्रो भन्दा बाहिर खोलिन्छ भने 10 वर्षसम्म कर छुट दिने भनेको छ। होम इन्सुरेन्स 10,000सम्म घटाउन पाउने गरी आएको छ। आफ्नो रेसिडेन्सियल बिल्डिङको कुनै विकास योजनाका लागि कसैले जग्गा खरिद गर्दैछ भने नेपाल सरकारको जुन भ्यालुएसन हुन्छ त्यो हदसम्म चाहिँ पुँजीगत लाभ कर नलाग्ने भनेर छुट दिएको छ। अनि क्यापिटल गेन ट्याक्स सेयरमा हुने क्यापिटल गेन ट्याक्सलाई फाइनल भनेर गराइयो। विदेशी दात्री निकाय अथवा इन्स्टिट्युसन वित्तीय संस्थाहरूले जुन ऋण लगानी गर्छन् त्यो त्यस्तो ऋण लगानीमा हुने ब्याजमा उसलाई पनि छुट दिएको छ। त्यस्तै अब डिप्लोमेटिक मिसनहरू, युनिभर्सिटीहरू, डेभलपमेन्ट पार्टनरहरू जो छन् यिनीहरूको यदि एडभान्स ट्याक्सेसहरू बसेको छ भने त्यसलाई फिर्ता गरिदिने, रिफन्ड गरिदिने भन्ने कुराहरू आएको छ। संस्था दर्ता ऐनमा त दर्तावालालाई उनीहरूको डोनेसन ग्रान्टमा एक्जम्सन दिने भन्ने कुरो छ। इन्सुरेन्स एजेन्टहरूलाई जुन भ्याटको कुरो आएको थियो, इन्सुरेन्स एजेन्टले भ्याट बिल जारी गर्नुपर्ने भन्ने कुरो, त्यसमा छुट दिएको छ। कम्पनी जैनमा दर्ता भएका कम्पनीहरूलाई असोज 83सम्म विवरण दाखिला गर्दाखेरि पुरानो सबै छुट दिने भनेर भनेको छ। त्यस्तै नेपालीहरू जो युएन र डिप्लोमेटिक एजेन्सिजमा काम गरिरहेछन् उनीहरूको चाहिँ फरेन सोर्स इन्कम चाहिँ सबै एक्जम्सन दिने भन्ने कुरो छ। फोकस के त भन्दाखेरि यो पालिको बजेटमा चाहिँ समग्र के देखियो भन्दा ट्याक्सको नेट अलिकति बढाएको देखियो। अब स्कुलबाट पनि एडिसनल ट्याक्स, हेल्थ केयरबाट पनि एडिसनल ट्याक्स,
अब नेपालमा भइरहेका बेसिक आधारभूत चिजको इम्पोर्टहरूमा पनि एडिसनल ट्याक्सहरू आयो, इभीमा एडिसनल ट्याक्स आयो, त्यस्तो आयो होइन। अनि ग्रिन क्लिन एनर्जी जसमा चाहिँ स्वच्छ ऊर्जामा चाहिँ कर लगभग निल थोरै लिइरहेको अवस्थामा त्यहाँ पनि ट्याक्सहरू बढाइयो। अनि समताका लागि जस्तै अब सामुदायिक विद्यालयहरूलाई, गुठीवाला विद्यालयहरूलाई अलिकति सपोर्ट गर्ने हिसाबमा होला सायद प्राइभेट स्कुलहरूबाट 3% लिएर उता लगानी गर्ने भन्ने जस्तो गरियो। अनि त्यसै गरी सरकारी स्वास्थ्य सेवालाई पनि सुदृढ बनाउनका लागि हुनसक्छ प्राइभेट निजी स्वास्थ्य संस्थाबाट पैसा लिएर उतापट्टि दिने तयारीमा गरेको जस्तो देखिन्छ सरकारले। अनि त्यस्तै छुटहरू छुटहरू राम्रै तहमा आएको छ, सजिलो हुने गरी 1% हिसाब गर्नलाई पनि सजिलो, करमा 1% थपो पैसा तिरौ, यदि गरेन भने चाहिँ सधैँको लागि खारेज भयो होइन, लगायतका यस्ता छन्। मूलभूत कुराहरू यिनै छन्। समग्रमा बजेटले नेपालमा उत्पादनशीलता वृद्धिका लागि केही आधारहरू बनाइदिएको छ। अब ठुलो पाटो त एउटा, अब व्यक्तिगत आम्दानी पनि 10 लाखसम्ममा 1% मात्रै ट्याक्स लाग्ने तहमा पनि पुर्याइदिएको छ। यो पालि सँगसँगै दम्पतिको पाटोहरू हटाइदिएको छ। व्यवसायलाई एउटा पाटो के गरिदिएको छ भने नगदको कारोबार रिडक्सन गर्नका लागि पहिल्यैदेखि जुन चलिआएको थियो 50 लाख 50,000सम्मको कारोबार चाहिँ नगद गर्न पाइने भन्ने कुरो, त्यसको थ्रेसहोल्डलाई घटाएर 25,000मा झारिएको छ अब। यो लगायत अरू पाटोहरू हामी आउँदो भिडियोहरूमा प्रस्तुत गर्दैछौँ। तपाईँहरूलाई यो साथको लागि धन्यवाद। भिडियो मन परे लाइक गरिदिनु होला। अरूले पनि यो जानकारी पाउन् जस्तो लाग्छ भने सेयर गरिदिनु होला। र पक्कै पनि तपाईँहरूलाई यो भिडियो हेर्दाखेरि यसमा जे जे फिडब्याक आयो त्यसको तपाईँहरूले कमेन्ट्सहरू लेखिदिनु होला। तपाईँहरूलाई अरू केही कुन विषयमा अलिकति कुनैमा व्याख्या चाहिएको छ अथवा कुनै स्पेसिफिक विषयमा केही चाहिएको छ भने पनि खबर गर्नु होला कमेन्ट मार्फत। हामी त्यही अनुसारले अरू तयारी गर्नेछौँ। धन्यवाद। तपाईँहरूको समय शुभ रहोस्।